गाइस, अपोलो हाइड्रो पावरले पनि आइपिओ निष्कासन गरिसकेको छ यही 26 गते, चैत्र 26 गतेदेखि। र यसलाई चाहिँ हामी मेरो सेयरको एपबाट अप्लाई गर्न सकिन्छ। हामी सर्वसाधारणको लागि भनेर चाहिँ यसले निष्कासन गरेको आइपिओ भनेको यहाँ रहेको छ 7,80,200 किता रहेको छ। 78,020 जना मान्छेलाई चाहिँ यो आइपिओ पर्ने सम्भावना रहेको छ। र आइपिओ दिन चाहिँ न्यूनतम 10 किता यसको रहेको छ नि, अधिकतम चाहिँ हामी 94,000 किता चाहिँ रहेको छ। र यो आइपिओ भर्नको लागि चाहिँ हामीले चाहिँ छिटोमा हामीले चाहिँ चैत्र 26 गतेदेखि, ढिलोमा चाहिँ हामीले 83 साल वैशाख 2 गतेसम्म चाहिँ भर्न पाउने भएको छौँ। र त्यस कारणले गर्दा चाहिँ हामीले चाहिँ यसलाई आइपिओ अप्लाई गरेर हामीले आफ्नो लक अनुसार आइपिओ पार्न सक्छौँ। अब यो कम्पनीको चाहिँ संक्षिप्त वित्तीय विवरण हेर्दाखेरि यो कम्पनीको 81-82 आर्थिक वर्षको अनुसार यसको नेटवर्थ रहेको छ 111.99 111 रुपियाँ 79 पैसा रहेको छ। र त्यसै गरिकन यसको प्रति सेयर आम्दानी रहेको छ 4 रुपियाँ 70 पैसा। यसको प्रति सेयर आम्दानी चाहिँ बढ्दै जाने र त्यसको नेटवर्थ पनि बढ्दै जाने देख्न सकिन्छ। यो आयोजनाको नाम चाहिँ बुकु खोला जलविद्युत आयोजना रहेको छ, जुन चाहिँ 6 मेगावाटको रहेको छ। र साथीहरू, यसको क्यापिटल म्यानेजमेन्ट अथवा बिक्री प्रबन्धक रहेको छ हिमालयन क्यापिटल। यो आइपिओ पर्ने सम्भावना धेरै त छैन, तर पनि हामीले यसलाई चाहिँ अप्लाई गरेर पार्न सक्छौँ। यदि हामी लकी भयौँ भनेदेखि हामीलाई पर्न पनि सक्छ। त्यस कारणले गर्दा यो अपर्च्युनिटी हामी किन मिस गर्ने भन्ने कुरा हो। हुन्छ, धन्यवाद।